गुड मर्निङ सबैजनालाई। आज चाहिँ मेरो लौरो बिर्सेछु है मैले। आज चाहिँ हाम्रो ट्रिपको यो सत्यवती जानको दोस्रो दिन अनि हामी चाहिँ यहाँ घरमा बसेर चाहिँ बिहान उठेर हिँडिसकेका छौँ। बिहानको भिडियो बनाएन मैले। हाम्रो 6 बजी नै जाने प्लान थियो, त्यही भएर हामी सबैजना 5:30 बजी उठेका थियौँ। तर ढिला भयो किन भन्दा हामी तातो पानी खाएर जानु खोजेको थियौँ। अनि तातो पानी आफै तताएँ, पानी तताएर खाएर लिएर हिँड्दा चाहिँ ढिला भयो। अब हामी चाहिँ डाइरेक्ट त भनौँ पहिला सानो सत्यवतीमा यसो पूजा गर्छौँ, ठुलो सत्यवती जान्छौँ। अनि यहीँ बिहा छोडेर हिँडेका छौँ 2 जनाको। अनि आएर यहीँ खाना खाएर चाहिँ बल्ल हामी फेरि जुन बाटो आएको त्यही बाटो फर्किनेछौँ। हामी चाहिँ सानो सत्यवतीको घरहरूमा पछि अनि 2 दिनको यात्रापछि हामी फाइनली सत्यवती माताको चरणमा आइपुगेका छौँ। उहाँ हुनुहुन्छ बुढी सत्यवती, ठुलो सत्यवती, माथिल्लो सत्यवती जी भने पनि। मेरो चाहिँ यहाँ फर्स्ट टाइम हो यहाँ आएको चाहिँ। सो बस्ने गरी जाम भने त यहाँ पनि बस्नु त मिल्दो रहेछ, आफ्नो बिस्ताराहरू लिएर आउने हो नि। यहाँ चाहिँ खै के रहेछ, कहिले पानी नसुक्ने कुवा अरे। यो चाहिँ म सुनाइदिने बल्ल सुने। पानीको कुरा जे भए पनि सही भयो नभए नि, तर ढुङ्गाको बनावट चाहिँ अलिक युनिक खालको फरक खालको चाहिँ छ। यतातिर चाहिँ स्वर्ग जाने बाटो छ अरे। अब स्वर्ग नर्क त आफ्नै कर्मले जनाउँछ। तै पनि हेरौँ न कस्तो चिज भनेर हामी यता जाँदैछौँ। जसले चाहिँ यहाँनिर अदुवा लगाएको छ। स्वर्ग गइहाल्यो कि आउनहरू, स्वर्ग पुगेर आइस फेरि आइहाल्यो। स्वर्ग पुगेर त पुग्यो होइन। होस् नि कस्तो रहेछ स्वर्ग। सास न फेरि हो ए त्यही भएर स्याँ भएको। सास न फेरि पुग्ने मात्रको पुगेर आउने पनि हो, पुग्ने हो। सास न फेरि उहाँ पुग्नु पर्यो। ट्राई गरौँ न त। अब तिम्रो यहाँ भिडियो गर्दैन कि आफै गर्दै जान्छु। यो ठाउँमा चाहिँ एकै सासमा माथि पुग्न सकियो भने चाहिँ स्वर्ग पुगिन्छ भन्ने विश्वास रहेछ। त्यही भएर मैले पनि ट्राई गरेँ। पुग्न चाहिँ सकेँ तर आउन झर्न चाहिँ सकेन म एउटै सासमा।
यहाँनिर चाहिँ दिवसको जुत्ताल धोका दिएको थियो, तर पनि हामीले रसी बाँधेर अगाडि बढ्यौँ। हामी चाहिँ अहिले ठुलो सत्यवती पुगेर सानो सत्यवती झर्दैछौँ। अनि गएको भन्दा चाहिँ फरक बाटो झरेका छौँ। यो एकदमै ठाडो ओह्रालो छ, त्यही भएर जाँदा चाहिँ गर्न हामी एकदमै उकालो हुन्थ्यो भनेर, तर झर्दा चाहिँ झरिहान्। अनि खुट्टाहरूको त अब कुरा गर्नै परेन। अनि हाम्रो उद्देश्य थियो एकदमै बढीमा भए पनि 11 वर्षसम्म तल सानो सत्यवती झर्ने भन्ने थियो। 11 त हामी उहीबाट हिँड्दा नै हुन थाल्यो। हामीले तलबाट जुन यो ठाउँ जस्तो भएको छ नि, त्यो ठाउँमा जाने हो। यो ठाउँमा चाहिँ यो यहाँनिर चाहिँ हामी आउँदा चाहिँ एकदमै धेरै भुल्यौँ। हामी 6 बजी हिँड्ने भनेको मान्छे घरबाट 6:30 बजी हिँड्यौँ। अनि त्यहाँ चाहिँ 1 घन्टा भुल्यौँ भनेको 7:30 त्यहीबाट हिँड्दा भएको थियो। भनेपछि हाम्रो प्लान अनुसार केही पनि चलेन। अनि हामी एकदम ढिला भएछौँ। खाना पकाउनु भनेको घरमा हिजो बसेको घरमा खाना पकाउनु भएको छ कि छैन पनि थाहा छैन। हाम्रो बिहा गरी त्यहीँ छ। अब हामी त्यहाँबाट पहिला त्यहाँ पुग्छौँ र खाना खाएर त्यसपछि हामी अब हिले जान्छौँ कि सिधै त्यहाँबाट छाडे पूर्तिघाट झरेर जान्छौँ भन्ने कुरा अझै पनि हामीले डिसिजन लिएको छैनौँ। अपडेट दिँदै गर्छु। हामी बल्ल 12 बजेर गइसकेपछि बल्ल यो हामी हिजो बसेको ठाउँमा खाना खान आएका छौँ। जुन भनेको हाम्रो लागि 2 घन्टा ढिला हो। अहिलेसम्म हामी फर्केर हिले पुग्नु पर्ने थियो, त्यही भएर हामी एकदमै ढिला भएका छौँ। खाना खाएर साथ हामी हिले नगइकन हिलेको बाटो हिजो आएको बाटो नभएर चाहिँ हामी यता सिधै पूर्तिघाट झर्ने बाटो छ अरे, त्यही बाटो जान्छौँ होला। 90% चाहिँ अब जान्छौँ। अब हामी हिले बाटो गएर हामी घर पुग्दैनौँ। आज घर चाहिँ पुग्नुपर्छ, त्यही भएर आज हामी अर्को बाटो लाग्छौँ। ल अब हामी चाहिँ घरबाट बिदाबादी भएर जाउँ साथी भनेर हिँड्यो। खाना खाइयो दाइलाई थोरै धेरै जति भन्नुहुन्छ त्यति चाहिँ केही पनि गरियो। यहाँ देख्ने दर्शक भने त्यसै खाएर हिँड्ने भन्नु पनि भयो कि भएन। अब हामी हिँड्यो 12:30 बजेर गयो, तर हामी हिलेबाटै जाने भने फेरि आँटेका छौँ। हिँड्दा के हुन्छ, अहिले यसो थकाइमा पिएर जोस आएको छ र हो। अब मैले चाहिँ अपडेट दिँदै गर्छु अरू कुराको चाहिँ। हामी चाहिँ अब फेरि कुरा फेरेर हिले नै गएर जाने भन्ने एउटा दाबी राखेर हिले नै फर्किएका छौँ। हिले नै किन फर्किन लाग्यौँ भन्दा हामी चाहिँ म आज बाला चतुर्दशी हो नि त, अनि मम्मीले चाहिँ त्यो सद्बिउ छर्किन भनेर चाहिँ त्यो बिउ पठाउनु भएको थियो। यति त्यो यहीँ छ। अब फेरि त्यो घर फर्काउनु त भएन, त्यही भएर जाम अँधेरो भए पनि हुन्छ। हिजो त त्यस्तो अँधेरोमा हिँडेको, अब आफ्नै घर जान त अँधेरो भए पनि के भन्ने भयो। त्यही भएर हामी चाहिँ यो हिजो के ठाउँ भन्ने थियो पुग्नु के ठाउँमा आएका छौँ। हामी पुग्ने चाहिँ कहाँनिर भन्दा टावर छ नि यहाँको त खै यो टावर छ नि जुन योवाला अब त्यो टावरनिर पुग्ने हो। हामी आधीभन्दा धेरै बाटो चाहिँ हिँडिसकेका छौँ। अनि एउटा पसल खोजेर हामीले चाहिँ केही खानका लागि त्यही हो। आज चाहिँ त्यहाँ त्यो टावर भएको ठाउँमा हिलेमा चाहिँ आज मेला पनि लाग्छ अरे। मेला भने ठुलो मेला त होइन होला सायद, तर आज चाहिँ धेरैजना मान्छे आउनुहुन्छ बाला चतुर्दशीको दिन परेको हुनाले। त्यही भएर त्यहाँ जिप पनि आउँदो रहेछ। दिवसको मम्मीहरू पनि आउनु रहेछ जिपमा, तर हामी जिपमा जान्छौँ कि हिँड्दै नै जान्छौँ थाहा भएन। यदि हामी हिँडेर पुग्छौँ जस्तो भयो चाहिँ हिँडेरै जान्छौँ, होइन भने चाहिँ हामी जिपमा जान्छौँ। त्यो चाहिँ अपडेट दिँदै राख्छु। र हामी चाहिँ हिले जाने बाटोमा छौँ। हामी आज पुगेर आएको डाँडा चाहिँ हो योवाला डाँडा हो। यो डाँडामा पुगेर आएको आज हामी। अझै पनि घर पुग्न आधा बाटोको आधा पनि हिँडेको छैनौँ हामी। फाइनली हामी चाहिँ हिलो सीता बाबाको मन्दिर आउन लागेका छौँ। त्यो पारि देख्नु भएको होला मन्दिर, त्यो मन्दिरमा चाहिँ आज मेला लागेको छ। आज बाला चतुर्दशी भएको कारणले आज चाहिँ लास्टै थकाइ लागेको छ। हिजो हामी 4:30 बजी यहाँबाट गएका छौँ भने अहिले चाहिँ 3:15 भएको छ। 3:15 बजी सत्यवती देवीको दर्शन गरेर आएका छौँ। अनि आज चाहिँ अब चाहिँ हामी सायद हिँड्दैनौँ होला, त्यहाँबाट चाहिँ जिपमै जान्छौँ होला। जिपै नभएको भए त हिँड्नै पर्थ्यो, हिँडिन्थ्यो। अनि हिँड्न नै भनेर आएको, तर एकदम थकान लागेको छ। अनि जिप पनि आएर छ भनेको त्यहाँ छ भन्ने सुनेको थियौँ, त्यही भएर जिपमै जान्छौँ होला। त्यही पनि के हुन्छ अपडेट दिँदै गर्छु। कहाँ हो नि तिमीहरूको घर? तिमीहरूको कहाँ हो नि घर? गुल्मी त हो, ठाउँ कुन हो? ए बुझुङ हो। ए म त यहाँ चाहिँ हामीले सोचे भन्दा पनि अझै अनएक्सपेक्टेड रमाइलो मेला रहेछ। तर यस्तो होला भनेर चाहिँ हामीले सोचेको थिएनौँ। हिजो कोही जो हुनुहुन्थेन नि त एउटा ग्रुप बाइक, अनि आज चाहिँ यस्तो छ, अचम्म लाग्यो। हाम्रो त हिजो एकचोटि खाएको बेलामा अहिले चाहिँ 2 चोटि खान पायौँ। फेरि यहाँ आएर खाना खायौँ। कस्तो लाग्यो यात्रा? अब कस्तो लाग्दैछ?
एकदम यहाँसम्म सहज थियो, अब चाहिँ गाह्रो पाठ आएको छ, झुन्डिएर जानु पर्ने रहेछ। हिँड्न नै ठिक छ जस्तो लाग्यो। अब यत्रोजना मान्छे सबै जिपमा गऱ्यो, अब कसरी गइन्छ के गरी गइन्छ थाहा भएन। घुमिने त आइ नै हुन्थ्यो, यति बेला चाहिँ अब नि भइसक्यो, 4:30 भइसक्यो। यात्रा गाह्रै होला जस्तो छ केही पनि। लेट्स होप फर द बेस्ट। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves. हामी चाहिँ आइयो, फाइनली घरमा आइयो। गाडीमा के अरे हिलेसित बाबाबाट चाहिँ जिपमा आएको, जिपमा आए पनि यति बेर चाहिँ लाग्यो, राति नै गयो। अहिले 7:30 भर गयो होला है, 7:30 भर गयो, 6:30 हो, 6:30 भर गएछ। अँधेरै गयो, यति रमाइलो भयो। घरमा आइयो भनेर जनाउनु पर्ने। यति बेला 9 बजिसकेको छ अनि म चाहिँ खाना खाएर हल्का फुल्का फ्रेस भएर, हल्का फुल्का धेरै होइन, हल्का फुल्का फ्रेस भएर बेडमा आइसकेकी छु। अब चाहिँ म सुत्न आँटेको। आज म केही नि हेर्दिनँ, फोटो भिडियोज केही पनि हेर्दिनँ, मोबाइल चेक नै गर्दिनँ, किनकि मलाई लास्टै थकाइ लागेको छ। यति बेला चाहिँ अरू बेला म सुत्थेन, तर आज चाहिँ म यति छिटै नै बेडमा जाँदैछु। सो बाई अनि सी यू इन द नेक्स्ट भिडियो। यदि मैले कन्टिन्यू गरिराखेँ भने चाहिँ बनायो भने चाहिँ भिडियोमा, नबनाए चाहिँ यही हेरिराख्नु होला। बाई, गुड नाइट।